नुहाई धुवाई इत्यादि सफाइ गरिसकेर अनि डोको लिएर घाँस काट्न जानु पर्थ्यो। पोइ अगाडि जान्थ्यो हो कि पहिले के गर्नुपर्ने काम गर्थ्यो, बहिनीले गएर घाँस काट्ने गर्ने काम गर्थे। अब पोइ अलि अगाडि हिँड्यो हेर्नु, केटी पछाडि होइन, बुहारी घरधन्दा सिद्ध्याएर जान्थे, छोरो गोबर सोरेर गाई दुहुनु छ भने दुहुनु गर्थ्यो, ऊ हिँडिहाल्थ्यो। अनि अगाडि जान्ने छाँडे घाँसको बारी पुर्याएर लिएर आउँथ्यो, पछाडि आउनेले ढिलो गर्थ्यो। अनि त्यसको लागि त अनि पानी तयारी पारेर बस्नु परेन सासूले। अहिले किन मात्रै ढिलो मसाउने, त्यो गरे त हुने त नि। कोही त कस्तो गर्ने भने त्यो पहिला छोरालाई खान दिने, त्यति बेला मस्काको ढिँडो चाहिँ कराईमा छोपेर राख्ने, अरू तात्तातै खाने, अनि त्यो आगि बढेर त्यो चिसो दिने पनि त्यस्तो चलन पनि थियो क्या। ए मलाई मात्र नहाले अरू परिवारलाई छ भएको त एकदम त्यो कुरीति संस्कार भने क्या मैले। त्यस बेलामा जन्मेको त्यही संस्कार थियो हेर्नु, त्यही संस्कारमा हुर्केको तपाईँ हामी पनि हो। हामी तर हामीले त्यो बाबुबाजेको ढिँडो थामेनौँ। के चाहिँ थाम्यौँ हामीले भनेदेखि बाउले यहाँ लाउने टिको लगाइराख्यौँ, बाउले लाउने टोपी लायौँ, बाउले पढेको विद्या हामीसम्मले अलिअलि नपढे पनि किताब पूजा चाहिँ गऱ्यौँ। अबकाले चाहिँ त्यही पनि गर्दैन। अनि त्यसले गर्दाखेरि त्यही चाहिँ संस्कार नहुने भन्न खोजेँ क्या मैले। ड्युटीमा जाने, बुहारी पनि ड्युटीमा जाने हेर्नु, तिनीहरू पहिले पसेर आमाले दिनु पर्यो परेन, अस्तिको परमा तिर्नु पर्यो परेन, आउँछ नि पा हो। त्यही त भन्छु। अनि जब छोरा बुहारी ड्युटीमा जान्छन्, ती बुढाबुढी अर्गेलो भएर चाहिँ अनि पस्केर उनीहरूलाई खाएर हिँडिसकेपछि सँगै खाइदिए के फरक पर्छ? दिनु परेन। 8 बुझेँ 8-9 बजे 9 बजेसम्म त्यो धुपबाती नगरेर के चाहिँ न्यास ध्यान गरेर बस्छ त त्यो बुढो? बिहान प्रभाती उठ्नु, समयमा उठ्नु, दिउँसो भरि कामले थकित भएको बेलुका पनि। अनि त्यो बुहारी चाहिँ दिउँसभरि काम गरेर बिहान कुखुरा हाले बाँच्दैखेरि उठेर चाहिँ घर ढोका पोत्नु पर्ने, पानी लिन जानु पर्ने। अब अहिले त घर पुस्टिन अहिलेका त कुरै छोड, अहिलेका त कुरै छोड। बुढाले पाठ बुझा सक्छन् अनि त्यहाँदेखि बुढाबुढी भेला भए